हेलो दर्शन नमस्ते। म टनुङे भलक। आज 2 महिनापछि छुट्टी भन्ने कुरामा आछ। आज छुट्टी अरे। आज छुट्टीको दिनमा राम्रो मिठो मासु पकाएर खानुपर्ने भन्ने सोचमा आएको छ हैन। कस्तो लाग्छ? कति होटलमा खानु भएर आज आफ्नै हातले पकाएर खानुपर्छ। म जाँदैछु कुखुरा लिन। त्यही भएर यहाँ हाम्रो फ्रेस मासु लिन आएको म हैन। यतातिर अन्डा रहेछ, फ्रेस अन्डा। मासु यस्तो छ, मासुको दोकान कस्तो हुन्छ भन्ने कुरा। साथी आज कम सुख आज सके त मासु लानु पर्यो आज। किलो सोया कबीर दादा ल 1 पिस कति आज सुका मासु पकाएर गत्ता मकिना सोया आधा फायर ओके। मासु लोकल मासु खानुपर्छ। कस्तो हुन्छ भन फ्रेस हो नि त। तपाईँलाई कस्तो लाग्छ मेरो भिडियो? लाइक कमेन्ट सेयर चाहिएमा यहाँ आउनु होला। मासु लिन एकदम सस्तो मस्तो पाइन्छ। कस्तो लाग्छ मेरो भिडियो? फेसबुक, युट्युब अनि इन्स्टाग्राम, टिकटक सबमा आउँछ हैन। लाइक कमेन्ट सेयर गर्नु। आज 1 केडी 600 भनेको लगभग नेपाली कति? नेपाली हिसाब गर्नु पर्दाखेरि 450 460 700 रुपियाँ मासु रे। मासुले हाँस खान मलाई त हाँस कसलाई मन छ? हाँस रहेछ होइन त ऊ भइहाल्यो। हाँस पनि छ। ल आजलाई यहीँसम्म। अहिले पकाएको भिडियो बनाउँछु। तपाईँलाई के कस्तो लाग्छ? तनुङे भलकलाई सम्पूर्णलाई माया गरिदिनु होला। तनुङे भलकलाई भन्दा नि टनुङे भलक आइडीलाई माया गरिदिनु होला। हस्त धन्यवाद सम्पूर्णलाई। ह्याप्पी नेसनल डे भन्न चाहन्छु। अहिले पकाएको भिडियो आउँछु। अहिले यहाँसम्म। गुड बाई।